नमस्कार। यस भिडियोमा स्वागत छ। भिडियो अन्तर्गत रहेर हामी काल यानी कि इंग्लिशमा टेन्सको प्रयोग कसरी हुन्छ त्यो विषयमा चर्चा गर्नेछौँ। त भिडियोमा अन्तिमसम्म जोडिनुहोला। कुनै पनि कुरा कुनै समयमा घटिराखेको हुन्छ। जस्तै म बोलिराखेको छु, यो वर्तमान समयको घटना हो। मैले हिजो कतै बोलेको थिएँ, त्यो हिजो बितेको यानी कि विगतको भूतकालको अवस्था थियो। अब म भोलि कतै गएर बोल्नेछु, त्यो भविष्यको कुरा हो। यसरी कुनै पनि सेन्टेन्स, कुनै पनि वाक्य बोल्दाखेरि त्यसले एउटा समय टिपेको हुन्छ। त्यही फरक समयलाई फरक तरिकाले व्यक्त गर्नको निम्ति व्याकरणमा एउटा छुट्टै वर्ग निर्माण भएको छ, जसलाई नेपाली व्याकरणमा काल भनिन्छ र इंग्लिशमा त्यसैलाई टेन्स भन्ने गरिएको हो। समय बुझाउन प्रयोग हुने अभिव्यक्ति नै टेन्स हो। मैले फेरि पनि भनिहालेँ, यसलाई नेपाली व्याकरणमा काल भन्न सकिन्छ। त टेन्सको परिभाषाको विषयमा हामी धेरै जान्दैनौँ। टेन्स सम्भवतः र हामीले बुझ्दै आएको विषय पनि हो, 3 किसिमले हुने गर्दछ। त्यो एउटा विगत हो, एउटा वर्तमान हो र अर्को भविष्य। जो आज हुन्छ, जो अहिले भइराखेको छ, जो आजको विषय छ। नर्मल्ली हामी आजलाई वर्तमान भन्छौँ यानी कि प्रेजेन्ट भन्छौँ। हिजो त्यसलाई हामी पास्ट भन्छौँ र भोलिलाई फ्युचर भन्छौँ भने हिजो घटेको अथवा अहिलेसम्ममा घटिसकेका बितिसकेका घटनाहरू व्यक्त गर्नको निम्ति पास्ट टेन्समा त्यसलाई भन्नुपर्ने हुन्छ, अथवा त्यो घटना भन्नलाई हामी पास्ट टेन्सको संरचना प्रयोग गरेर बोल्दछौँ। र अहिले हुने अथवा आज हुने विषय छ भने, वर्तमान समयमा हुने विषय छ भने त्यस्तो संरचना जसले त्यो वर्तमान घटनामा व्यक्त गर्दछ त्यसरी हेर्न पर्ने हुन्छ है त। भविष्यको छ भने भविष्यमा हुने कुनै पनि घटनालाई व्यक्त गर्नको निम्ति त्यस्तो घटना व्यक्त गर्ने संरचना प्रयोग गरेर नै हामीले अभिव्यक्ति दिनुपर्ने हुन्छ। जस्तै म बोल्दै छु, मैले किन बोल्दै र छु भने त? बोल्दै थिएँ भनिन। बोल्दै थिएँ भनेको भए त्यो हिजो अथवा भइसकेको, अघि भइसकेको वा पहिले नै कुनै समयमा बोल्दै गरेको कुरा हुन सक्थ्यो। त मैले के भनेको छु त भन्दा बोल्दै छु। यहाँ छुको प्रयोगले आज बोल्दै गरेको यानी कि वर्तमानमा बोल्दै गरेको कुरा व्यक्त गर्छ। बोल्दै थिएँ, थिएँले हिजो बोल्दै गरेको अथवा विगतमा कुनै समयमा बोल्दै गरेको कुरालाई अभिव्यक्ति गर्ने भयो। अब मैले बोल्दै हुनेछु भने हुने छु, यसले भविष्यमा कुनै बेला बोल्दै गरेको अवस्थालाई जनाउने भयो। यसरी छु, थिएँ, हुनेछुले पनि समयमा अन्तर ल्याइदिए जस्तै इंग्लिशमा पनि हामीले यिनै कुराहरूलाई पास्ट, प्रेजेन्ट र फ्युचर 3 तहमा रहेर अभिव्यक्ति दिनुपर्ने, बोल्नुपर्ने, लेख्नुपर्ने हुन्छ। त अंग्रेजी र नेपालीमा केही फरक त अवश्य नै छ। अंग्रेजीमा चाहिँ पास्ट, प्रेजेन्ट र फ्युचर यी 3वटा समयहरू हुने गर्छ। तैपनि त्यसका पक्ष, जसलाई हामी अंग्रेजीमा फर्म्स अफ टेन्स पनि भन्न सक्छौँ, नेपालीमा त्यसलाई कालको पक्ष भनिन्छ। हामी नेपालीमा सामान्य, अपूर्ण र पूर्ण, वर्तमान र भविष्यकालको सन्दर्भमा भन्ने भूतकालको पक्षमा अर्को अज्ञात र अभ्यस्त 2वटा पक्षहरू जोडिन्छन्। तर इंग्लिशमा त्यस्तो हुँदैन। इंग्लिशमा चाहिँ यी 3वटा समय, चाहे त्यो पास्ट होस्, चाहे प्रेजेन्ट होस्, चाहे फ्युचर होस्, यी 3वटा समयमा यी 4वटा फर्म्स यानी कि पक्षहरू हुने गर्छ। एउटा पक्ष सिम्पल यानी कि सामान्य पक्ष हो, अर्को कन्टिन्युस यानी कि अपूर्ण पक्ष, पर्फेक्ट पूर्ण पक्ष र यसमा नयाँ भनेको चाहिँ पर्फेक्ट कन्टिन्युस यानी कि पूर्ण अपूर्ण, अपूर्ण अविच्छिन्न पनि भनिन्छ
हो यसरी चारवटा फर्म्स यानि कि पक्षहरू चाहिँ इङ्ग्लिस सेन्टेन्समा हुने गर्दछ। अब यिनै पक्षहरू के हुन् सामान्य बुझी हेरौँ है त। पहिलो सिम्पल बुझौँ। यो सिम्पल यानि कि सामान्य पक्ष भनेको चाहिँ कुनै काम हुन्छ अथवा कुनै काम भयो, नर्मली कुनै काम भइराखेको हुनसक्छ, त्यो काम सकि नसकेको हुनसक्छ अथवा त्यो काम सकेको हुनसक्छ। त्यस्तो केसमा होइन कि यो चाहिँ सामान्य अवस्थामा कुनै काम भयो भने नर्मली भयो भन्नको लागि अथवा आज हुन्छ वर्तमानमा हुन्छ भने सामान्यतः हुन्छ भन्नको निम्ति अथवा भविष्यमा हुन गइराखेको छ भने हुन्छ। यसरी सामान्यतः सामान्य शब्दमा व्यक्त गर्नको निम्ति हामीले सिम्पल टेन्स यानि कि सामान्य पक्षको प्रयोग गर्नुपर्ने हुन्छ। जस्तै पानी पर्यो, त्यो पर्ने काम भइराखेको थियो हैन, अथवा पर्ने काम भएर सकियो भनिएको छैन। पानी पर्यो यसै कुरालाई व्यक्त गर्नको निम्ति सामान्य पानी पर्यो भनिएको छ। यो चाहिँ सामान्य हो, भेरी सिम्पल, नामै सिम्पल छ र यसलाई लेख्नको निम्ति यसको स्ट्रक्चर बनाउन पनि त्यस्तो गाह्रो छैन। अब कन्टिन्युस भनेको काम भइराखेको, यसले चाहिँ त्यो काम भइराखेको बुझाउनु पर्छ है। जस्तै पानी पर्दैछ, त्यो काम कन्टिन्यू भइराखेको छ। पानी पर्ने काम भयो भने त्यो काम सकिएको छैन, यानि कि पर्दैछ अहिले, त पानी पर्दैछ। यसलाई हामी कन्टिन्युस भन्छौँ किनकि त्यो काम कन्टिन्यू भइराखेको छ। अब पर्फेक्ट भनेको त्यो काम फिनिस्ड यानि कि सकिसकेको छ, काम पुरा भइसकेको अवस्था। जस्तै पानी परेको छ, हामी के भन्छौँ भने हामी बाहिर निस्किन्छौँ र यसो हेर्छौँ पानी पर्दैछ भन्छौँ, त्यतिखेर पानी परिराखेको हुन्छ। त पानी परेर सक्यो, पानी परिसक्यो, हिलो भएको छ। अब हामी साथीलाई के भन्छौँ भने आज त पानी परेको छ भन्छौँ। त्यति बेला पानी परिराखेको हुँदैन, त्यो पानी परिसकेको हुन्छ। पानी परिसकेर बाढी आइराखेको हुन्छ, हिलो भइराखेको हुन्छ। त पानी परेको छ भनेको चाहिँ पानी पर्ने काम सकेको छ भनेको। यसरी काम पुरा भइसकेको अवस्थामा हामी पर्फेक्ट टेन्स, पर्फेक्ट फर्म अफ टेन्स प्रयोग गर्न पर्ने हुन्छ। अब पर्फेक्ट कन्टिन्युअस के हो त? पर्फेक्ट कन्टिन्युअस, यहाँ पर्फेक्ट र कन्टिन्युअस सँगै जोडेर आएको छ। यसले के बुझाउँछ भने काम भइराखेको छ तर सम्पन्न चाहिँ भइसकेको छैन। लामो समय अगाडि काम सुरु भयो तर अहिलेसम्म पनि सम्पन्न भइसकेको छैन है त। जस्तै पानी 3 दिनदेखि परिरहेको छ, 3 दिनदेखि परिरहेको छ। अब कन्टिन्युअस र पर्फेक्ट कन्टिन्युअसमा के अन्तर छ भने कन्टिन्युअसमा चाहिँ एउटा बिन्दुमा कुनै एउटा समयमा व्यक्त गरेको कुरा भयो। जस्तै पानी पर्दैछ भन्नु भनेको त तपाईँ झ्यालबाट यसो फुत्त बाहिर हेर्नुहुन्छ, त्यति बेला पानी परिराखेको हुन्छ अनि भन्नुहुन्छ पानी पर्दैछ भनेको झ्यालबाट बाहिर हेर्दाखेरिको मोमेन्टमा तपाईँले देख्नुभयो पानी पर्दै गरेको। तर पर्फेक्ट कन्टिन्युअसमा चाहिँ के भनिन्छ भने पानी 3 दिनदेखि लगातार परिराखेको छ। यसले के बतायो भने त्यो 3 दिन अगाडिदेखि परिराखेको समय अवधि र अहिलेसम्म पनि त्यो परिराखेको समय अवधिसम्मको लामो ड्युरेसन यानि कि त्यो समय अवधिलाई व्यक्त गरेको छ पर्फेक्ट कन्टिन्युअसले है त। कन्टिन्युअसमा चाहिँ एउटा बिन्दुमा व्यक्त गरिएको कुरा भयो, तर पर्फेक्ट कन्टिन्युअस चाहिँ एउटा बिन्दुदेखि अर्को बिन्दुसम्म, एउटा बिन्दुदेखि अर्को बिन्दुसम्म त्यो काम निरन्तर भइराखेको भन्ने अर्थमा पर्फेक्ट कन्टिन्युअस प्रयोग गर्ने गरिन्छ। यो चाहिँ नेपाली व्याकरणमा छैन। त हामीले सामान्यतः सिम्पल, कन्टिन्युअस, पर्फेक्ट र पर्फेक्ट कन्टिन्युअस के हो भन्ने विषयमा थोरै जानकारी राख्यौँ। अब सिम्पल कसरी बनाउने त? यी 3वटा पक्षहरूमा सिम्पल टेन्स कसरी बनाउने यो पनि हेरौँ है त। यो बडो सजिलो छ। पास्टमा सिम्पललाई कसरी बनाउन सकिन्छ भने सबभन्दा पहिला सब्जेक्ट राखिनुपर्छ। नर्मली के बुझ्नु पर्यो भने जस्तो म खाना खान्छु भन्छु मैले, म अगाडि जो प्रयोग भएको छ त्यो चाहिँ सब्जेक्ट हुन्छ। नर्मली इङ्ग्लिसमा प्रयोग हुने एउटा सेन्टेन्स बन्दाखेरि त्यो सेन्टेन्सको पहिलो अक्षर यानि कि जसले काम गरिराखेको हुन्छ, जसले काम गर्छ अथवा जसको विषयमा कुरो भइराखेको हुन्छ, जस्तै माई स्कुल इज भेरी गुड भन्नु पर्यो भने त्यो माई स्कुल त्यसको विषयमा कुरो भइराखेको छ, त्यो सब्जेक्ट हो। हामीले यहाँ सब्जेक्ट अब्जेक्ट भर्बको विषयमा धेरै चर्चा गरेनौँ। त
त त्यो सम्बन्धमा हामीले अर्कै भिडियो बनाएका छौँ। त्यो भिडियो आई बटनमा पनि मिल्न सक्छ र डिस्क्रिप्सन बक्समा पनि हामीले ती भिडियोहरूको लिङ्क राखेको छौँ, तपाईले भिजिट गर्न सक्नुहुन्छ। यसमा के बुझ्नुपर्छ भने सब्जेक्ट पछाडि हामीले पास्टको सिम्पल टेन्स बनाउनको निम्ति, कुनै काम भयो भनेर नर्मली जनाउनको निम्ति सब्जेक्ट पछाडि पास्ट भर्ब यानि कि V2 प्रयोग गर्नुपर्ने हुन्छ। भर्बको पनि 5 वटा फर्म हुने गर्छ। पहिलो हामी त्यसलाई रुट भर्ब भन्छौँ, त्यसपछि त्यसलाई भर्ब 1 भनेको रुट भर्ब हो, भर्ब 2 भनेको पास्ट भर्ब, रुट भर्ब भनेको चाहिँ कुनै काम हुनु हैन। अब हुन्छ अथवा हुनु भन्ने कुरालाई व्यक्त गर्नको निम्ति रुट भर्ब, यो त पहिलो भर्ब हो, आधार भर्ब हो, आधार क्रिया। जस्तै हुन्छ को धातु के हो त भन्दाखेरि हुनु हो नि, हुन्छको धातु यानि कि मूल भर्ब त हुनु हो, हुनुबाट हुन्छ बनेको, हुनुबाट हुन्थ्यो पनि बन्छ, हुनुबाट हुनेछ बन्छ, हुन्छे बन्छ। यसरी हुनु चाहिँ रुट भर्ब हो। त्यस्तै रुट भर्ब यो सर्च्डको सर्च SEARCH सर्च यसको रुट भर्ब हो भने त्यसलाई हामीले विगत यानि कि बितेको समयमा व्यक्त गर्नुपर्दाखेरि V2 ED लगाएपछि यो V2 बन्छ। यु सर्च्ड फर दिस भिडियो, यो फर दिस भिडियो मैले पछि थपेको हो। यु सर्च्ड, यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ सब्जेक्टको पछाडि यानि कि जुन भर्ब प्रयोग हुन्छ त्यो भर्बलाई V2 फर्ममा लेख्नुपर्छ है। यु सर्च्ड फर दिस भिडियो, तपाईले यो भिडियो खोज्नु भयो, तपाईले यो भिडियो खोज्नु भयो। सामान्यतः यु सर्च्ड फर दिस भिडियो। अब प्रेजेन्टमा जाउँ है त। प्रेजेन्टमा पनि के हुनुपर्छ, सब्जेक्ट पछाडि रुट भर्ब हुनुपर्छ। विगतमा यानि कि पास्टमा पास्ट भर्बको प्रयोग गरियो V2 को, त्यही भर्बलाई प्रेजेन्टमा व्यक्त गर्नु छ भने चाहिँ रुट भर्ब नै राख्नुपर्छ। यु सर्च फर दिस भिडियो, रुट भर्ब यानि कि V1 पनि भन्छ। यु सर्च फर दिस भिडियो, कुरो बुझ्नुभयो। अब फ्युचरमा के हुन्छ त त्यसो भए भने सब्जेक्ट पछाडि वेल अथवा स्याल, बढी चाहिँ वेलको प्रयोग हुने गर्छ। सब्जेक्ट प्लस वेल स्याल प्लस रुट भर्ब, वेल पछाडि रुट भर्ब राख्दिनुस्, के भन्ने गरिन्छ, यु विल सर्च फर दिस भिडियो, तपाईँ यो भिडियो खोज्नुहुनेछ। ख्याल गर्नुहोस् है, पास्टले के भन्यो, तपाईँले यो भिडियो खोज्नुभयो, प्रेजेन्टले के भन्यो, तपाईँ यो भिडियो खोज्नुहुन्छ, फ्युचरले के भन्छ, तपाईँ यो भिडियो खोज्नुहुनेछ। यसरी हामीले फरक फरक तरिकाले यी पास्ट, प्रेजेन्ट र फ्युचरलाई सिम्पल टेन्समा कसरी लेख्ने भनेर बुझ्यौँ, एकदमै सजिलो छ। अब हामी कन्टिन्युअस टेन्स कसरी बनाउने त्योतर्फ जाउँ है त। पास्टलाई कन्टिन्युअस बनाउनको निम्ति चाहिँ वाज वेयर प्रयोग गर्नुपर्छ। वाज वेयर र वाज वेयर पछाडि प्रेजेन्ट पार्टिसिपल यानि कि भर्ब 4, कुनै भर्ब प्रयोग गरिएको हुन्छ भने त्यसको प्रेजेन्ट पार्टिसिपल फर्म प्रयोग गर्नुपर्ने हुन्छ, भर्ब ING, जो भर्बमा पछाडि ING लागेको हुन्छ त्यसलाई हामी प्रेजेन्ट पार्टिसिपल यानि कि भर्ब 4 भन्दछौँ। ING लागेको भर्बले के बुझाउँछ त भन्दा कुनै काम भइराखेको, त्यो भर्ब भइराखेको छ, त्यो भर्ब एक्सन भइराखेको छ, सकिसकेको छैन भने त्यस्तो बेला हामीले ING भर्बको पछाडि ING लगाउँछौँ। त्यही बिफोर यानि कि ING लागेको प्रेजेन्ट पार्टिसिपल यो कन्टिन्युअस टेन्समा लगाउनुपर्छ, किनकि कन्टिन्युअस टेन्स भनेकै त्यो काम भइराखेको भन्ने हो। अब यसमा चाहिँ थप्नुपर्ने वाज अथवा वेयर कुन मिल्छ, कुन सुटेबल छ त, उपयुक्त हुन्छ, त्यसलाई हामी छान्नुपर्ने हुन्छ, वाज अथवा वेयर। वाज अथवा वेयर किन आयो भनेर चाहिँ सोध्न मिल्दैन, किनकि यो स्ट्रक्चरमै यसरी बनेर आएको छ है त। म खाना खान्छु भन्दा छु किन राखियो, छे किन राखिएन भन्न चाहिँ पाइँदैन। खाँदैछु, दही किन आयो, कसरी आयो, मलाई भिडियो मन पर्यो, लाई किन राखियो मको पछाडि भनेर भन्न चाहिँ मिल्दैन। यो त व्याकरणका नियम नै हुन् है त। केही न केही शब्द त चाहियो र यिनै शब्दहरू चाहिँ नियममा राखिएका हुन्। अब पास्ट बनाउनलाई वाज सब्जेक्ट अगाडि हुन्छ, मैले दोहोऱ्याइन, सब्जेक्ट प्लस त्यसभन्दा पछाडि वाज अथवा वेयर कुन मिल्छ त्यो राख्नुपर्छ र त्यसभन्दा पछाडि बिफोर यानि कि भर्बमा ING लागेको राखिदिनुपर्छ। त्यसो भए पनि त्यसले कन्टिन्यू कुनै काम भइराखेको भन्ने बुझाउँछ। जस्तो यु वेयर सर्चिङ फर दिस भिडियो, यु सब्जेक्ट भयो, वेयर
युसँग वेयर मिल्छ, वाज हुँदैन। यु वेयर सर्चिङ फर दिस भिडियो, तपाईँ यो भिडियो खोजिरहनु भएको थियो। ख्याल गर्नुहोस् है, यसले भन्न खोजेको हो तपाईँ यो भिडियो खोजिरहनु भएको थियो, त्यो खोज्ने काम गरिरहनु भएको थियो, कन्टिन्युस भइराखेको थियो भन्ने अर्थमा आयो। सो त्यसलाई भन्नको निम्ति हामी के भन्छौँ, सर्च यो वर्बमा आइएनजी लगाइदिन्छौँ र अगाडि सब्जेक्टको आधारमा सब्जेक्ट यु छ भने वेयर लगाइदिन्छौँ। आई, वी, यु, दे, हि, सी, इट, यी 7वटा प्रोनाउन हुने गर्छ। त्यसमा आईसँग वाज हुन्छ, युसँग चाहिँ वेयर हुने गर्छ है त। सीसँग पनि वाज मिल्छ, हि, सी, इट, आई यति 4वटासँग वाज राख्नुपर्छ। वी, यु, दे यति 3वटासँग वेयर राख्नुपर्छ। सी वाज सर्चिङ फर दिस भिडियो, उनी यो भिडियो खोजिरहेकी थिइन्। अब प्रेजेन्टमा पनि वाज वेयरको ठाउँमा खालि इज अथवा एम अथवा आर लगाइदिनुपर्छ। यो इज एम आर चाहिँ प्रेजेन्ट भर्ब हो, त्यसकै पास्ट भर्ब चाहिँ वाज वेयर हो है त। इज एम आर कुन मिल्छ त्यो लाउनु पर्ने हुन्छ र बाँकी त सबै उस्तै नै भइहाले। जस्तो प्रेजेन्ट भन्नुपर्दाखेरि यु आर, युसँग आर मिल्छ, यु आर सर्चिङ फर दिस भिडियो, यु, वी, दे यति 3वटासँग आर प्रयोग गर्नुपर्छ। सी, हि, सी, इट सँग इज प्रयोग गर्नुपर्छ। सी इज सर्चिङ फर दिस भिडियो, आई एम, आईसँग एम लाग्छ, आई एम सर्चिङ फर दिस भिडियो, तपाईँ यो भिडियो खोजिरहनु भएको छ, अहिले खोजिरहनु भएको छ। सी इज सर्चिङ फर दिस भिडियो, उनी यो भिडियो खोजिरहेकी छिन्। आई एम सर्चिङ फर दिस भिडियो, म यो भिडियो खोजिरहेको छु। त्यसपछि फ्युचरमा के हुन्छ त भन्दाखेरि फ्युचरमा यहाँ मिस्टेक भएको रहेछ। फ्युचरमा चाहिँ विल बी र पछाडि प्रेजेन्ट पार्टिसिपल भर्ब हुन्छ। यु विल बी सर्चिङ फर दिस भिडियो, तपाईँ यो भिडियो खोजिरहनु भएको हुनेछ। सी विल बी सर्चिङ फर दिस भिडियो, उनी यो भिडियो खोजिरहेकी हुनेछिन्। त्यो भविष्यको कुरा हो, अहिलेको कुरा होइन। तर खोजिरहेको चाहिँ तपाईँ पक्कै पनि हुनुहुन्छ है त्यति बेला भनेको यु विल बी सर्चिङ फर दिस भिडियो। त हामीले कन्टिन्युसको पनि चर्चा गऱ्यौँ। अब पर्फेक्ट टेन्स कसरी बनाउने त्यो पनि सर्लक्कै हेरौँ है त। पास्टलाई कन्टिन्युस यानि कि पर्फेक्ट टेन्स बनाउनको निम्ति चाहिँ ह्याड र पास्ट पार्टिसिपलको प्रयोग गर्नुपर्छ, यानि कि B3। अब B3 भनेको चाहिँ पास्ट पार्टिसिपल भनेको त्यो भर्बको त्यस्तो फर्म हो, त्यस्तो स्वरूप हो जसले त्यो एक्सन यानि कि त्यो भर्ब अनुसारको काम सकिसकेको छ भन्ने बुझाउँछ। पास्ट पार्टिसिपल भनेको चाहिँ भर्ब सकिसक्यो, त्यो काम फिनिस्ड भइसकेको छ भन्ने अर्थमा पास्ट पार्टिसिपल यानि कि B3 प्रयोग हुने गर्छ। यसमा पनि सर्चको ठाउँमा इडी लागेर सर्च्ड भयो, यो पार्टिसिपल भयो। यो सर्च रेगुलर भर्ब हो, त्यसैले यसको B2 र B3 उस्तै हुन्छ। तर गो को केसमा गो रुट भर्ब भयो, वेन्ट त्यसको पास्ट भर्ब हो, तर पास्ट पार्टिसिपल गन, यसरी फरक हुन्छ। यसलाई इरेगुलर भर्ब भन्ने गर्छ। पास्टमा पर्फेक्ट टेन्स बनाउनको निम्ति ह्याड प्लस पास्ट पार्टिसिपल राख्नुपर्छ। जस्तै यु ह्याड सर्च्ड फर दिस भिडियो, तपाईले यो भिडियो खोज्नु भएको थियो, खोज्नु भएको थियो, खोजिसक्नु भएको थियो, खोज्ने काम गर्नुभयो, तपाईले खोज्नु भएको थियो भन्दाखेरि त्यो काम खोज्ने काम सकिसक्नु भएको थियो तपाईले भन्ने हामी अर्थ लगाउँछौँ। प्रेजेन्टमा ह्याज अथवा ह्याभ जो उपयुक्त हुन्छ त्यो लिनुपर्छ र पछि त भित्री राख्दिने, किनभने पर्फेक्ट टेन्स भन्ने बित्तिकै हामीले भित्री सम्झिनुपर्छ। जसरी कन्टिन्युस टेन्समा हामीले B4 यानि कि प्रेजेन्ट पार्टिसिपल भर्ब सम्झेका थियौँ, त्यस्तै पर्फेक्ट टेन्समा पनि हामीले B3 यानि कि पास्ट पार्टिसिपल भर्ब सम्झिनुपर्ने हुन्छ। प्रेजेन्टमा जस्तो इक्जाम्पल यु ह्याभ सर्च्ड फर दिस भिडियो, तपाईले यो भिडियो खोज्नु भएको छ, खोज्नु भएको थियो भने त्यो पास्ट जोडियो, खोज्नु भएको छ भने त्यो अहिले खोज्नु भएको कुरो यहाँ देखियो। सी ह्याज, युसँग ह्याभ मिल्छ,
सी सँग has मिल्छ she has searched for this video अब फ्युचरमा के हुन्छ त त्यसो भए भन्दाखेरि will have त्यसपछि फेरि past participle यानि कि verb 3 राख्दिनु पर्छ है त जस्तो you will have searched for this video तपाईले यो भिडियो खोजेको हुनुहुनेछ त्यति बेला त्यो खोजेको काम सकिसकेको अर्थ हामी बुझ्छौं यसमा तपाईले यो भिडियो खोजेको हुनुहुनेछ you will have searched for this video यसमा will have लाउनु पर्छ have भन्दा पछाडी b3 प्रेजेन्टमा has अथवा have जुन मिल्छ त्यो राख्नु पर्छ र त्यसभन्दा पछाडी b3 राख्नु पर्छ पास्टमा had भन्दा पछाडी b3 राख्नु पर्छ यो त भयो पर्फेक्ट टेन्स सेन्टेन्स कसरी बनाउने अब हामीसँग अन्तमा छ पर्फेक्ट कन्टिन्युअस टेन्स मैले यसको व्याख्या गरेको छु पर्फेक्ट कन्टिन्युअस भनेको त्यस्तो बेला हो जुन कुनै एउटा समयमा कुनै काम सुरु भइराखेको हुन्छ र त्यो काम सकिसकेको हुँदैन अहिलेसम्म हो यो समग्र कुरालाई व्यक्त गर्नलाई हामी पर्फेक्ट कन्टिन्युअस टेन्सको प्रयोग गर्छौं पास्टमा पर्फेक्ट कन्टिन्युअस कसरी लेख्ने त had been प्लस b4 यहाँ been b-e-e-n been यसले के बुझायो पर्फेक्ट भन्ने बुझाउँछ तर b4 यो पछाडीको प्रेजेन्ट पार्टिसिपल वर्बमा ing लागेको वर्ब यसले चाहिँ कन्टिन्युअस जनाउँछ है त सो had been प्लस b4 सजिलो छ you had been searching for this video for 3 days तपाई यो भिडियो 3 दिनदेखि खोजिरहनु भएको थियो हेर्नुस् है त्यो 3 दिनको एकैपटक व्यक्त गरेको छ नि यसले तपाईले यो भिडियो 3 दिनदेखि खोजिरहनु भएको थियो you had been searching for this video for 3 days अब प्रेजेन्टमा had को ठाउँमा has अथवा have यो त मैले फेरि दोहोर्याउनु परेन त्यसपछि been र verb 4 अरु त उस्तै छ you have been searching for this video तपाई यो भिडियो खोजिरहनु भएको छ भनेको एक समयदेखि एउटा पोइन्ट अफ टाइम अर्को समयसम्म भनौं 3 दिनदेखि खोजिरहनु भएको छ हैन 15 गतेदेखि खोजिरहनु भएको छ अस्तिदेखि खोजिरहनु भएको छ हो यस्तो बेला चाहिँ हामीले त्यो खोजेको समयदेखि भेटेको समयसम्म हामीले अथवा खोजिराखेको समयसम्म हामीले एकैपटक व्यक्त गर्छौं त्यस्तो बेला यसलाई पर्फेक्ट कन्टिन्युअस भन्ने गरिन्छ you have been searching for this video she has been she सँग has मिल्छ she has been searching for this video फ्युचरमा के हुन्छ त्यसो भयो भने will have को अगाडि will राख्दिनु पर्छ will have been यहाँ के सम्झिनुस् भने यो will अगाडि प्रयोग भएको छ यसलाई मोडल वर्ब पनि भनिन्छ र मोडल वर्ब भन्दा पछाडी verb 1 b1 मात्रै प्रयोग हुन्छ जस्तो have b1 हो र फेरि have को पछाडी b3 मात्रै प्रयोग हुन्छ नर्मली b3 मात्रै प्रयोग हुन्छ been b3 हो र been पछाडी हामीले b4 को प्रयोग गरेका छौं यसलाई कन्टिन्युअस बनाउनको निम्ति भयो पर्फेक्ट कन्टिन्युअस कसरी व्यक्त गर्ने त यसलाई you will have been searching for this video तपाई यो भिडियो खोजिरहनु भएको हुनेछ 3 दिनसम्म खोजिरहनु भएको हुनेछ 4 दिनसम्म खोजिरहनु भएको हुनेछ you will have been searching for this video त मलाई आशा छ हामीले सिम्पल पर्फेक्ट कन्टिन्युअस र पर्फेक्ट कन्टिन्युअस यी 4 वटा फर्म्स अफ टेन्स कसरी बनाउने त पास्टमा कसरी बनाउने प्रेजेन्टमा कसरी बनाउने फ्युचरमा कसरी बनाउने र कुनै पनि कुरा व्यक्त गर्नको निम्ति यिनै समयहरुको प्रयोग हुने गर्छ यी चाहिँ नर्मल भए सिम्पल टेक्स्टहरु भयो हामीले सिम्पल सेन्टेन्स बनाएर बुझ्ने कोसिस गर्यौं यसैमा कम्प्लेक्स भास्ट पनि बन्छ त हामी त्यो सम्बन्धमा अरु धेरै टपिकहरु कभर गरेर मात्रै पुग्न सक्छौं र आजलाई यति नै त भिडियो कस्तो लाग्यो राम्रो लागेमा कमेन्ट बक्समा लेख्न नभुल्नु होला त भिडियो मन परे लाइक शेयर पनि गर्न नभुल्नुस् र यस्तै ज्ञान सँग जोडिनको लागि र इंग्लिश सिक्न चाहनुहुन्छ यतिकै सजिलो ढंगले भने च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला त अर्को भिडियोमा भेट्ने नै छौं आजलाई धन्यवाद नमस्कार